हेलो साथीहरु, तपाईहरुलाई मेरो बिएम थिमा युट्युब च्यानलमा स्वागत छ। आज फेरि म चाहिँ यो जंगलतिरको मेरो यात्रा छ। चाहिँ टक्क यो बाख्रा लिएर अब जंगलतिर चराउन लगिरहेको छु। मेरो भिडियो तपाईहरुलाई पनि पहिले देखाइराखेको छु। आज पनि टक्क मिलाएर जंगलतिर लगेर चाहिँ बाख्रा चराउन मेरो यात्रा भइरहेको छ। साथीहरु, छोटो भिडियो हजुरहरुले हेर्नु होला। अब जंगलतिरको यात्रामा हुनेछ। अब हामी जंगलभित्र छिरिसक्यौं साथीहरु। अब जंगलभित्र आज हामी चाहिँ यात्रा गर्नेछौं बाख्रासँग। अनि आज चाहिँ चट्ट मिलाएर जंगलतिर धेरै लामो छ। फेरि जंगलको यात्राको भिडियो तपाईहरुलाई मैले हाल्नेछु। बाख्राको चरणको भिडियोहरु साथीहरु हेर्दै जानु होला। जंगलतिर आज चाहिँ हामी बाख्रा चराउन दिनभरि यात्रा छ। हाम्रो जंगल हो साथीहरु। अब हामी साथीहरु ठुलो जंगलमा पसिसक्यौं। ठुलो जंगल चिसो मिलेको छ। चिसो खाँदै यता जंगलमा चाहिँ हाम्रो यात्रा हुनेछ। अब हामी जंगलबाट बाख्रा चराएर घरतिर लाग्दैछौं साथीहरु।
अब घरतर्फ चाहिँ अब हामी लाग्ने योजना मिलायो। बाख्रा छोडेर घर जाने। बुढाबुढी घरतर्फ लाग्यो। आराम तरिकाले अब यहाँदेखि घर पुग्न हामी लगभग बाइकमा 10 किलोमिटर जान्छ, तर हामी बिचबाट हिँड्नुपर्ने भयो। हामी चाहिँ बुढाबुढी आएको जङ्गलमा